आज भने बाजे बोजूहरूसँग सामान्य कुराकानी गर्ने प्रयास गरेको छु। उहाँहरू फरक फरक स्थानमा बसोबास गर्दै आउनु भए तापनि आज भने संयोगवश एकै ठाउँमा भेट हुनुभएको छ। राँगे ठुले बाजे, तलघरी बोजू र माझघरी बोजू, उहाँहरूसँग कुराकानी गर्ने प्रयास गरेको छु। कस्तो लाग्छ कमेन्टमा लेख्नुहोला र थोफेला प्रेजेन्ट युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। अब त साँच्चै भेट हुँदैन त हाम्रो बोजूहरूसँग। कति सालको बोजू हाम्रो बोजू? आखेन साले बोजू, 6 साले, 82 वर्ष, 83 वर्ष के अरे मेबी आम्मा 83 वर्ष के अरे यता कना बोजू 83 वर्ष है बे सोसोरे मङ्सिर मर्दो ना बोजू अनि क्या बोजू ए मङ्सिर लाग्दो गते थाहा हो पि बोजू? हाम्रो बोजू साख्या आफ्नै बोजूको कान्छी बहिनी तपाईँ होइन? हाम्रो बुवाहरूको चाहिँ छ्यामा हो नि त। यता बोजू पनि 6 साले मेमी बोजू। बाजे आखेन साले बाजे 9 साले। त्यही त बोजूहरूसँग यसरी भेटघाट हुँदैन भनेर म त पोरपट्टि बोजू यता आउनु भएको छ होला भनेर नि। अनि क्या बोजू न हो कि अनि आन्देन बोजूको भेटघाट पोखाङ है एगाङ बोजूहरू यहाँ सबैजना आउनु भएको रहेछ। राँगे भन्छ म त अहिले त खुब भिडियो बनाउने भएको छु नि त। त्यत्रो पत्रकार पुङ्बी भिडियो बनाउँदाखेरि बाजे हाम्रो बाजे लगभग अब साइला सन्तान हो। हाम्रो बाजे जम्मा 2 जना मात्र हुनुहुन्छ है, 3 जना सबै साइला सन्तान हामी त हो त। होइन हामी साइला सन्तानमा बाजे खालमा 3 जना छौँ। तल तपाईँको एकजना हाम्रो यहाँ तल ठाडे कान्छा बाजे, एकाङ रानी ठुले बाजे, एकाङ थेमु खर्को मैला बाजे, साइला सन्तान हो 3 जना। अनि क्या बाजेसी अनभासी मेवारो सबैजना अब बोजू बाजेहरू हुनुहुन्छ नि त। बोजूहरू त अनि के अरे हाम्रो त हामी त 81 साल त बाँच्न सक्दैन होला नि काका। ए यो के अरे 83 वर्षसम्म त 70 वर्ष चाहिँ बाँच्ने आँट नै गरेछ तपाईँले। 70 वर्षसम्म चाहिँ होइन त यस्तो सुन्नु एउटा कुरा, जस्तै बाजेहरूले बोजूहरूले 83 वर्षसम्म बाँच्ने चौरा। अब बोजूहरू त अहिले 83 वर्ष पुग्नुभयो, अझै पनि 4-5 वर्ष 9-10 वर्ष अझै बाँच्नुभयो भने हामीलाई आशीर्वाद हुने हो होइन, प्राप्त हुने हो। त्यो कारणले उहाँहरूले जति बाँच्नुहुन्छ त्यति बाँच्न प्रयास गर्ने हो। तपाईँहरूले जति बाँच्नुहुन्छ त्यो भन्दा अलिक कम हामी बाँच्छौँ होला। बाँच्नु पऱ्यो नि त होइन, बाँच्नु त पहिले हाम्रो बाजेहरू पहिले हामी सानो हुँदाखेरि बाजेहरू यहाँ हुँदाखेरि बोजूहरू क्या यहाँ हुँदाखेरि चाहिँ के अरे हाम्रो यहाँ माझघरे बाजेहरू हुनुहुन्थ्यो नि त त्यस बेला। यहाँ हाम्रो गाउँै कस्तो धेरै अब खर्को मैला बाजेहरू ठुल्ठुलो मान्छेहरू सबै थियो। कति यहाँ गाउँ राँगे गाउँ त पुरै मान्छे थियो नि त हिजो अस्तिसम्म त क्या। तपाईँको त्यस बेला यहाँ एउटै मात्र धारा थियो क्या, राँगे भरिकै एउटा धारा। तपाईँको एउटा धारा चाहिँ तल्लो घरमा थियो। 49 सालको कुरो हो यो भनेको। कसले त्यो पानीको योजना को पार्ने हुने? हर्कराज वडा अध्यक्ष भएको बेला हो। वडा अध्यक्ष भएको बेलामा त्यतिखेर गोपेनीको पानी यहाँ त्यतिखेरको यो खाने पानीको योजना जम्मा 2वटा धारा थियो मेरो उयोमा। एउटा तल्लो घरमा थियो, एउटा यहाँ थियो। हामी 2टा भयो अझै, एउटा कहाँ थियो र थिएन नि 2टा मात्र, एउटा मात्रै थियो हो र पहिले चाहिँ। त्यो पछाडी चाहिँ मैले दिएको थियो हाम्रो यो एउटा मात्रै एउटा साँच्चै परम थियो होइन? त्यही मात्रै हो नि त साँच्चै एउटा कता डम्बरहरूको होइन त्यो बुद्धि काकाको खल्माको वरतिर हो आरू छ हो अहिले याद आयो। पहिलाको के थियो भने चलान भनेको टोलमा एउटा धारामा पहिले
सबैजना यहाँ भेला हुन्थ्यो क्या पानी थाप्न अब स्कुल जाँदाखेरि होइन सबैजना उयो हुने हामी सानो हुँदाखेरि बोजू बाजेहरू मलाई त बोजूको धेरै ए यो अनि क्या बाजे बाजे हाम्रो बाजे सबैजना अनि तिम्रो बाजेले अनि सबै गाउँको भेलाएर खाइलाउनु त लै त हाल्यो अनि दिउँ भने सबैले ल्याइहाल्यो अनि खुसी गर्ने त दिनै पर्यो होइन ठिकै छ अब त्यो बेला यहाँ परको ट्याङ्की छ नि एउटा ट्याङ्की थियो नि काका त्यो ट्याङ्की कसले त्यो कसको पालामा आएको थियो त्यही पालामा बाजे त्यो ट्याङ्की त्यहाँ पर यो सबै त्यतिखेरै भएको यहाँदेखि 1 नम्बर पुच्छासम्म यो बेपेनीको खानेपानी पुग्यो। यो ट्याङ्की त्यसो भने त्यो ट्याङ्की यो ठुलो यहाँ ट्याङ्की छ एउटै 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 उयोमा होइन त खानेपानी उयोमा ए अनि मैले भनेको चाहिँ यहाँ पर ट्याङ्की छ नि काका हाम्रो ठाडेबारीको त्यो चाहिँ कसको पालामा भएको त्यो चाहिँ कसको पालामा हो भने यसो हो त्यो त पालाको त होइन कुवा मर्मत त्यो चाहिँ यस्तो त्यो चाहिँ हाम्रो जितबहादुर थेकिम हाम्रो बाजे तल उहाँ चाहिँ भाङ्साबारीमा हुनुहुन्थ्यो अस्ति बित्नुभयो भन्दाखेरि उहाँ चाहिँ प्रधान पञ्च हो वडा अध्यक्ष होइन गाविस अध्यक्ष थियो कि वडा अध्यक्ष थियो गाविस अध्यक्ष चाहिँ हो गाविस अध्यक्ष थियो प्रधान पञ्च सकेको थियो केराको पालामा त्यो बनिएको त्यो बनाउने को हो भन्दा हाम्रो न्युकुमार दाइ र अर्को मिस्त्री को थियो मैले थाहा पाइनँ ए बाजे पनि वडा अध्यक्षमै बि एकचोटि के भयो खेमै बि हाम्रो पूर्व वडा अध्यक्ष पहिले निर्दल र बहुदलको पालामा होइन त त्यो होइन त्योभन्दा पछाडि पञ्चायत कालमा हो त पञ्चायत कालमा हो बाजे प्रधान यो पञ्चायत कालमा प्रधान पञ्च को थियो त्यस बेला बाजे तिलक पार्टी गाउँ तिलक बहादुर मगर को थियो ए यता सेलेङको तिलक छेत्री उहाँ चाहिँ हुनुहुन्थ्यो प्रधान पञ्च उहाँ अनि वडा अध्यक्ष हाम्रो के अरे बाजेको नाम भनेको रत्नबहादुर बाजे थ्याङ होइन ए होइन ठिकै ल अब